सोशल मिडियामा दोहोरी खेल्ने भन्नु पर्नु तपाईँ दोहोरी सानो गरेर हामी यो क्षमता चाहिँ खेल्छौँ तपाईले भन्नुहुन्छ हामी पनि छन् तपाईले यो कस्तो गर्नु तपाईँ जस्तो मान्छे होइन हामी पनि छापेको छ हो क्षमता खेल्नु किन व्यक्तिलाई उयो किन एक्लै गरेको मान्नुहुन्न किन मान्ने एक्लै गराउँछु तपाईँ जतिको मान्छे तपाईँ जतिको मान्छे हामीले बोलिदिनु पर्ने जनता राम्रो त मैले नराम्रो के बोलेको तपाईले नराम्रो भन्नुभयो भने तपाईले पार्कको विरोध गर्नुभयो कि पार्कको विरोध होइन पार्कको भन्दा पहिला हामीलाई चाहिने भनेको यहाँ जुन साना समस्याहरू जुन त्यो हामीलाई अब तपाईले भन्ने कुरा अन्दाज हाल्नु भनेको छैन के तर जुन शीर्षकमा हामीले चाहिँ 1 करोड छुट्टा खाने त्यो शीर्षक बाहेक त हामी काम गर्न मिल्दैन नि हजुरले 1 करोड किन छुट्टाउनु भयो पनि मैले भनेको छैन त्यहाँ मैले हजुरलाई 1 करोड गर्नु भएन तपाईले पार्कमा पैसा हुने पार्कमा पैसा हो मेरो वास्तविक कुरो त्यही हो पार्कसँग जोड्ने हैन तपाईको समस्या त्यही हो पार्कमा पैसा जोड्न पैसा लगाउनु हुने भनेपछि त्यो पार्कको अहिले कुनै उ नै छैन औचित्य नै छैन किनभने पहिला सुरुमा तपाईले टोलदेखि गाउँदेखि तपाईहरु वडादेखि नगर टोल गाउँ कुरा गर्नुहुन्छ भने मेरो आफ्नै तपाईको चाहिँ त्यो भीमलिङको घरदेखि त्यत्रो पार्कसम्मको त्यत्रो गाउँ बीचको हजुरले गर्नु भएको छैन हामीले भनेको गाउँको बीचको बाटो मूल बाटो छ के अहिले पनि हामीले पनि आएको छैन मेरो घरमा तर 10 नम्बरमा मैले तपाईको त्यो जहाँ बढी मान्छेको चाहिँ चलपल हुन्छ जो मेन बाटोहरु हो हैन त्यो अम्बिका स्कुलको पछाडीदेखि उहाँ ढकनगाडसम्म मैले बजेट हाले त्यो त मेरो हातको बजेट हो नि मैले मेरो पालिकामा किन हालेन मेरो पालिकामा चाहिँ मेरो वडामा किन हालेन मेरो वडामा एउटै पिच हालेको छैन मैले जो पिच अहिले हाम्रो चाहिँ धिरपाण्डे गर्नुपर्ने हो सबै वडामा आएको छ तर मैले मेरो वडामा हालेन नि त हैन त्यसकारणले यो पालि पनि तपाईको चाहिँ सबै वडामा पिच भएको ग्राभेल भएको सडक बोर्डको 5 लाख रुपैयाँको ठेक्का भएको हो के हेर्नुहोस् त त्यो सबै ठाउँमा उहाँहरूले अलग अलग बाटोमा हाल्नुपर्छ कि तपाईले त भन्दै गर्दा अबैले हाल्नु हुँदैन नि त मैले पिच बाटोको लागि मैले माग गरेको पनि होइन हैन अहिलेको ग्राभेलमा तपाईको हरेक वर्ष सडक बोर्डबाट आउँछ त्यहाँबाट ठेक्का हुन्छ त्यो साइडबाट आउने भनेको 7-8 वटा घरधुरी छन् त्यसमा 10-15 जना बालबालिकाहरू छन् स्कुल पढ्ने वाला यो वाला जो भिडियो छ हेर्नुस् तपाईँ यो जाली छ धेरै ठुलो इस्यु पनि होइन के यहाँनिर यो जालीमा भोलिको दिनमा तलमाथि अहिले त तलमाथि तपाईले भनेको कुरा भयो भने तपाईँ यस्तो हो के जिम्मेवार त हामी नै हो तपाईलाई मैले त गलत किन त्यो इस्यु उठाउनु गर्नु भनेको नि तपाईले इकोको पार्कको कुरा लिनु पर्छ के पार्क बन्नै हुँदैन पनि भनेको छैन नि मैले त भन्नु भएको तपाईले न इको पार्क बन्नै हुँदैन भनेको मैले कुनै इको पार्कसँग त्यसको सरकार छैन तपाईले किन भन्नुभयो त मलाई बारम्बार व्यक्तिगत तपाईँ व्यक्तिगत कुरामा किन आउनुहुन्छ तपाईँ लिएर विगतलाई नकुदाउनुहोस् भने हो के तपाईँ के गर्नुहुन्छ बारम्बार तिम्रो केस मिलाएको छु अनि मान्छे कस्तो भन्नु पर्यो तपाईले दिनु भएको छ तपाईले पाल्नु भएको छ किन भन्ने तपाईले पाल्नु भएको छ मलाई कोले तपाईले पाल्नु भएको छ तपाईले मलाई पाल्नु भएको छ तपाईले मलाई पाल्नु भएको छ तपाईँ मेरो व्यक्तिगत कुरामा किन जानुहुन्छ पालेको कुरा हैन अनि के गर्ने के को तपाईँ मेरो व्यक्तिगत उसमा जानुहुन्छ तपाईलाई के समस्या तपाईबाट मागेको छु तपाईबाट खाएको छु तपाईले पाल्नु भएको छ मेरो फ्यामिली तपाईले पाल्नु भएको छ अरे यार देश मेरो व्यक्तिगत कुरामा किन जानुहुन्छ बाहिर गएर त्यो सोसाइटी बाटोमा अब कुरा गर्नुहुन्छ बात गर्नुहुन्छ तपाईँ मेरो नभइदिएको भन्थे तपाईलाई किन भन्नु त अब कुरा मेरो भन्नु पर्यो नि मेरो के हो बाटोमा सोशल मिडियामा दोहोरी खेल्ने भन्नु पर्नु तपाईँ दोहोरी सानो गरेर हामी यो क्षमता चाहिँ खेल्छौँ तपाईले भन्नुहुन्छ हामी पनि छन् तपाईले यो कस्तो गर्नु तपाईँ जस्तो मान्छे होइन हामी पनि छापेको छ हो क्षमता खेल्नु किन व्यक्तिलाई उयो व्यक्तिगत सहयोग गरे तेरो केस मिलाएर किन मान्छे कस्तो गर्नु तपाईले तपाईँ कस्तो मान्छे हो तपाईको चिठा खोलौँ अब तपाईको चिठा खोलौँ खोलौँ भने फेरि पस्ताउनु होला यो कुरा याद गर्नु अरे खोल्नु त पस्ताउनु होला हामी पनि लेठा बस्छ तपाईँ पनि लेठा बस्नुहुन्छ के कुरा गर्नुहुन्छ पस्ताउनु होला मैले भन्दा छु मेरो साहब मैले भन्दा छु तपाईँले इज्जत गर्दैछु पस्ताउनु होला इज्जत गरे तपाईको सपना हुन्छ हाम्रो सपना हुँदैन जनताको सपना हुँदैन के सपनाको जनताले एउटा खाट पाछ जनता तपाईँ मात्रै हो जनताले एउटा मल पाछन् मैले प्रतिनिधि गरेर बोलिरहेको छु भनेपछि तपाईले के को अब तपाईले बोल्ने भने तपाईको हो कसको प्रतिनिधि तँ एक्लै भन्ने तपाईको हो जनता हो तँ एक्लै बोल्ने म तरुण दलको अध्यक्ष पनि हो म एक्लै बोल्छु बाटोमा म एक्लै गराउँछु एक्लै हिँड्छु एक्लै बोल्छु तपाईले के बाफत हामी मान्दैनौँ तपाईले आमा गाली गरेको छु तपाईले बोलेको तपाईको बारेमा कसैले गाली गरेको तपाईले एक्लै बोलेको हामी मान्दैनौँ किन मान्नुहुन्न किन मान्नुहुन्न किन एक्लै बोलेको मान्नुहुन्न किन मान्ने म एक्लै गराउँछु एक्लै बोलेको मान्नुहुन्न तपाईँ जतिको मान्छे हामीले पर्ने तपाईँ जतिको मान्छे हामीले बोल्दिनु पर्ने नै जनता तपाईँ जतिको मान्छे हामीले बोल्दिनु मान्दिनु पर्ने किन नमान्नु न कुन मान्नु पर्छ तपाईँ नमान्नु मलाई कुन चाहिँ कुरा गर्दै
तेरो पैसामा केस मिलाए तपाईले कुन चाहिँ मलाई मान्नु भन्नु मलाई चुप लगाउनु तपाईले कुन चाहिँ मान्नुहुन्छ मलाई चुप लगाउनुस् मलाई होइन अब सबै शान्ति मेरो मुख बन्द हुँदैन तपाईले कहिले अब त्यो म जनप्रतिनिधि होइन म जनप्रतिनिधि होइन म जनता हो मैले बोल्न पाउने मेरो अधिकार छ मेरो अधिकार कोही माइका आज खोज्न पाउँदैन तपाईको अझ कसैले मेरो अधिकार कोही कसैले खोज्न मेरो विगत जस्तो पनि हो आफै मेरो विगत जस्तो मान्छे मारेर आएर पनि यहाँ साला यहाँ घुमिरहेछन् लागु औषधले लाटपट भएका मान्छेहरू पनि जेलमा बसेर आएर पनि यहाँ शान्ति के भयो त फेरि? तपाईँ यहाँ उ गरिरहेछ होइन, भनेपछि ती मान्छे राम्रो भयो तपाईँको अगाडि बोले, तपाईँलाई हाई भने हजुर कसलाई मैले राम्रो भनेको छु भने मैले सुन्नुहोस् कसलाई को मान्छे मारेर राम्रो भनेको छु भने मेरो विगतलाई को चोर राम्रो भनेको छु भने मेरो विगतमा मैले कसैको घर लुटेको छैन कसैको चोरी गरेको छैन कसैको अन्यायमा परेको म माथि कसैले खालि त्यो त्यतिकै आएर दादागिरी देखाउँछ भनेपछि त्यसलाई चोरेको घर चाहिँ लगाउँछु मैले। लुटेको फेरि चोर र घर लुटेको कुरा मैले गरेको छैन यसो छ अब जबकि समाजको लागि मैले गलत गरेकै थिएन नि नभएको कुरा गर्नु होइन फेरि मैले समाजको लागि गलत गरेकै थिएन तपाईँले किन मलाई बारम्बार आरोप लगाउनुहुन्छ तपाईले मलाई यहाँ मेयरले नगर्ने कुरा गरेर भने तपाईले आरोप लगाउनुहुन्छ तपाईँ मसँग च्यालेन्ज गर्नुहुन्छ तपाईँ एउटा म जनतासँग तपाईँले च्यालेन्ज गर्न सक्नुहुन्छ जनतासँग च्यालेन्ज गर्नुहुन्छ किन हामी पनि जनता हामी के हो राजा हो तपाईँ जनता होइन अहिले तपाईँ अहिले जनप्रतिनिधि हो के? जनताले चुनेर पठाएको मान्छे हो के के तपाईँ भयो? किन बुझ्नुहुन्न आफ्नो हैसियत के भयो त यार तपाईँ मलाई भनेको लेभलको मान्छे हो हैसियत तपाईँ। नभएको भए यहाँ यत्रो काम गर्थेँ मैले काम गरेको देख्नुहुन्न काम गर्नु भएको छ राम्रो गर्नु भएको छ अझै पनि सानातिना समस्याहरू छन् तिनलाई समाधान गरिदिनुहोस् भने